हेलो गाइस वेलकम टु माई च्यानल धेरै दिनपछि आएको छु मेरो च्यानलमा होइन नेपाली ब्लगमा मैले धेरैचोटि भयो भिडियो नहालेँ तर गइरहेको छु म धेरै ठाउँ आज चाहिँ अलि यसो के जोस जाएर आयो अनि त्यसपछि मैले भिडियो बनाउनु थालेँ होइन आज चाहिँ म कता थिएँ भन्दाखेरि पहिलो चुरे आएको थिएँ चुरेबाट बर्दिवाससम्म आएँ अटोमा अनि अटोमा आएपछि चाहिँ अब यहाँबाट बर्दिवासबाट चाहिँ जनकपुर जाँदैछु जनकपुर खास गरी बिहानै जाने भएको थिएँ घरकाले ड्याङड्याङ गर्नु थालेँ अनि त्यसरी अलिक जाँदा हाँडेँ होइन त्यही अब जनकपुर गएपछि भिडियो बन्छ है अहिले चाहिँ अब हामी कता आयौँ भन्दाखेरि होइन जनकपुरमा छौँ जनकपुरमा अब हामी जानकी मन्दिर जाँदैछौँ अटो नै अटो छ होइन क्या अटो नै अटो मैले चाहिँ एउटा प्र्याङ्क हालेको थिएँ क्या प्लास्टिक बोतल लिएर ए प्लास्टिक छाला छ भन्दै प्लास्टिक बोतल ल्याएको थिएँ प्लास्टिक छ तर मलाई छात कहिले आउँदै भयो नै पढेर क्या कस्तो ठाउँ यार अरे भाइ यार चढ्यो होइन अटो चढ्यो हाम्रो दाइ तपाईँको नाम के हो भनिदिनु न दिनेश कुमार झा ल हाम्रो अटो ड्राइभर दाइ चाहिँ दिनेश कुमार झा होइन शाह हो दिनेश कुमार शाह अन्त तपाईँको पहिलेदेखि यतै बस्थ्यो तपाईँले ल हामी चाहिँ यो जनकपुरको यो के भन्छ यो जनकपुरको यो मेन के भन्छ रामानन्द चोक रामानन्द चोकबाट जानकी मन्दिर जानकी मन्दिर हामी रामानन्दबाट जानकी मन्दिर जाँदैछौँ होइन म चाहिँ अगाडि बसिरहेको छु रिक्सा छ है गाई अन्त अनि कति हो 15,000 के मन चलाउनु थाल्नु पर्दा त के हो पैसा इन्कम कति किन्दा कति लाग्छ यसलाई 3 लाख कति लाख 1.5 लाख 3 लाखमा किनिन्छ कस्तो मलाई चलाउनु मन लाग्यो त के हो यो चाहिँ तल के चिचिरहेको त्यो चाहिँ यो मिटर हो ब्याट्रीको मिटर अटोबाट झरेर जानकी मन्दिरको गेटमा आइपुग्यौँ अब त्यसपछि जानुपर्छ म एक्लै छु भ्लगर मान्छे होइन अटो कस्तो ठाउँ रहेछ भने जनकपुरमा यस्तो खतम रहेछ भन्दाखेरि खतम त के भन्छ तर यस्तो क्याचेकुचेको हाना गर्दो रहेछ मान्छे मार गर्दो रहेछ र गाइस मन्दिरभित्र छिरेँ होइन तर म कसैको पनि भाषा बुझ्दा चाहिँ बुझ्दिनँ मन्दिरभित्र छिरेँ होइन जानकी मन्दिरभित्र भित्र मन्दिर खुल्ला छ त 4 बजेसम्म खुल्ला 4 बजे फुल छ अहिले बन्द छ अरे नि त किन बन्द भयो बन्द छ अरे बन्द 4 बजे खुल्ला हुन्छ अरे सधैँ त्यस्तै नियम छ अरे मन्दिर त 4 बजे खुल्दो रहेछ होइन कोही अब जनकपुर मन्दिर आयो भने चाहिँ 4 बजे पछि आउनु होला 4 बजे अगाडि चाहिँ बन्द छ 4 बजे अगाडि बन्द हुन्छ सधैँ नियम त्यस्तै छ अरे होइन तर किन हो त्यो बुझ्नुपर्ने तर थाहा छैन मलाई के हो यो खास गरी खानेकुरा हो खोइ टेस्ट गरौँ न एउटा कस्तो हुन्छ टेस्ट गरौँ टेस्ट ए एउटालाई 10 रुपियाँ पर्छ कस्तो के हो खास गरी यसो जान्छ के हो सिंघारा हो जल सिंघारा पानी सिंघारा के हो यसले चाहिँ के गर्छ अब यसको हुन्छ होला नि के औषधि अथवा के उपाय गर्छ पानीमा फल्ने हो यो हो ऊ निकाल्दै भगवानलाई चढाउने एउटाको 10 रुपियाँ बाफ्रे एउटाको 10 रुपियाँ रे गाइस पानीमा फल्छ रे त्यो अहिले मैले खाइसकेँ
सिद्धियो जनकपुर जानकी मन्दिर सिद्धियो गर्मी रहेछ है गर्मी भएछ है अब मेरो पहिलोचोटि भयो अब अर्कोचोटि हुँदैन मेरो यो ठाउँ होइन प्रस्थान बे गरे नि म आउँदिनँ यार यो ठाउँ त त्यस्तो गर्मी हुँदो रहेछ टिका पनि लगायो होइन अनि त्यसपछि हामी जनकपुरको मन्दिर पनि आयौँ जानकी मन्दिर होइन अनि त्यसपछि यो कहिले आएको थिएन आजै हो पहिलोचोटि हो म यहाँ आएको यस्तो बवाल रहेछ फोटो अनुसारै रहेछ म त छैन होला भन्ने ठानेको रहेछ होइन अब हामी जनकपुर पनि दर्शन गरिसक्यौँ अब हामी कति जान्छौँ बर्दिवास जान्छौँ पैँचुर खाजा खाएपछि हामी बर्दिवास जान्छौँ जनकपुरको जानकी मन्दिर पनि हामीले दर्शन गरिसक्यौँ होइन तर रमाइलो भयो तर सबै कस्तो कस्तो टाइपका मान्छेहरू हुँदो रहेछ जनकपुर आएर अब हामी यहाँ जनकपुरमै खाजा खान्छौँ अनि त्यसपछि बर्दिवासतिर लाग्छौँ है गाइस अहिले चाहिँ हामी अब बर्दिवासको गाडी चढ्न हामी ठ्याक्कै यता बर्दिवासको के अरे हामी बस स्टपमा आएको छौँ यो जनकपुरको होइन अनि हामी यहाँबाट बर्दिवास जाने गाडी चढ्छौँ अनि त्यसपछि अनि हामी बर्दिवास पुग्छौँ बर्दिवासबाट चुरे घरतिर पुग्छौँ है गाइस खाजा खाइयो टन्नै खाइयो है डिफ्रेन्ट के हो होइन धेरै खाइयो गाएछ बर्दिवास आइपुग्यौँ होइन हामी अब चाहिँ हामी अटो अथवा चुरेमा जान्छौँ होइन अटो अथवा जेमा भयो भने हामी चुरे जान्छौँ लगायत यहाँसम्म आज आइयो है बाई